Everyone, this is Prayesh Adhikari from class 12 science र मेरो प्र्याक्टिकलको टपिक चाहिँ के छ भन्दा स्मोक बम बनाउने र हामीले देख्न सक्यौँ हामीले चाहिँ एकदम साधारण यो केमिकलहरू युज गरेर जस्तै पोट्यासियम नाइट्रेट र चिनीको हेल्पबाट चाहिँ स्मोक बम बनाउनु गइरहेको छु र यसको चाहिँ मेन युज चाहिँ केमा हुन्छ भन्दाखेरि चाहिँ मिलिटरी पर्पजहरूतिर। थ्याङ्क यू। गुड मर्निङ एभ्रिवान, दिस इज अनुराग ढकाल फ्रम क्लास 12 साइन्स र आज चाहिँ हामी मार्केटमा पाइने धेरै कमर्सियल एन्टासिडहरूमा कुन चाहिँले चाहिँ हाइड्रोक्लोरिक एसिड कि त HCl-लाई चाहिँ सबभन्दा बेसी मात्रामा न्युट्रलाइज गर्न सक्छ त्यो एक्सपेरिमेन्ट गर्न गइरहेको छौँ। हामी यहाँ धेरै एन्टासिड लिएका छौँ जस्तै डाइजिन भयो, पेप्जिड भयो, पेन्ट्राजोल भयो र यो एक्सपेरिमेन्टद्वारा चाहिँ हामीले के पत्ता लगाउन सक्छौँ भने हामीले मार्केटमा पाउने एन्टासिडहरूमध्ये चाहिँ कुन चाहिँ हाम्रो लागि बेस्ट छ। गुड मर्निङ एभ्रिवान, आई एम दर्शन शर्मा फ्रम क्लास 12 साइन्स। अन्त आज म चाहिँ भटमासबाट दुध बनाउँदैछु। अन्त यो दुध चाहिँ इट इज अ गुड अल्टरनेटिभ फर डेरीको दुधभन्दा चाहिँ यो चाहिँ अलिक राम्रो, किनभने यसमा हाई अमाउन्ट अफ प्रोटिन्स, भिटामिन्स र मिनरल्स पाउँछ। अन्त यो चाहिँ डायबेटिक पेसेन्ट, ल्याक्टोज इन्टलरेन्ट पेसेन्टहरूले पनि खान सक्छ, किनभने यसमा धेरै कम्ती मात्रामा क्यालोरिज पाउँछ। अन्त यसमा ल्याक्टोजको अमाउन्ट पनि धेरै कम्ती हुन्छ। Hello everyone, I am Vinny Pastakori from class 12 science. So today I am testing water. हाम्रो स्कुल कम्पाउन्ड भित्र पर्ने डिफ्रेन्ट वाटर सोर्सको पानी चाहिँ म टेस्ट गर्दैछु, किनभने चाहिँ त्यो पानी चाहिँ पिउने लायक छ कि छैन भनेर चाहिँ यो टेस्ट गरेको मैले। Morning to everyone. So today myself Akriyu Dhakal and my teammate Sumita Pradhan, we are present out here. So हामीले चाहिँ तीनटा स्याम्पल्स लिएको छ मिल्कको, एउटा अमुल मिल्क, एउटा काउ मिल्क र एउटा गोट मिल्क र हामीले यहाँ चाहिँ क्यासिन टेस्ट गर्नु आएको छ र यो तीनटा स्याम्पल्समा चाहिँ जुन चाहिँ मिल्कमा चाहिँ क्यासिन बेसी प्रेजेन्ट हुन्छ त्यो मिल्क चाहिँ हेल्दी हुन्छ र त्यसको न्युट्रिसनल भ्याल्यु पनि बेसी हुन्छ। गुड मर्निङ एभ्रिवान, दिस इज आइस ढकाल फ्रम क्लास 12 साइन्स। म चाहिँ आज साबुन बनाउँदैछु अनि मैले बनाएको साबुनमा आज अर्ग्यानिक सामान तितेपाती युज गर्दैछु जो चाहिँ एन्टिसेप्टिकको लागि युज हुन्छ। अन्त यो चाहिँ तितेपाती चाहिँ मोर एन्टिसेप्टिक देन उयो निम हो। अन्त मैले बनाएको साबुनमा चाहिँ लो कस्टमा पनि बनिन्छ अनि बेनिफिट पनि बेसी छ। आज चाहिँ हामी बायोडिजल बनाउन जाँदैछौँ अनि बायोडिजलको एडभान्टेजेस चाहिँ के छ भने यसले ग्रिन हाउस ग्यास इमिसनलाई चाहिँ रिड्युस गर्छ अनि इन्जिन इम्प्रुभमेन्टमा यसले हेल्प गर्छ। Good morning everyone. My name is Anveshana Abhichani and this is Pranay Sharma from class 12 science. हामीले चाहिँ सेटिङ अफ सिमेन्टमा प्र्याक्टिकल गर्दैछौँ, जसमा चाहिँ हामीले सिमेन्टलाई नै कसरी ड्युरेबल अनि अझ कसरी स्ट्रङ बनाउनु भनेर चाहिँ यसमा काम गर्दैछौँ। हामीले चाहिने कुराहरू सिमेन्ट, यहाँ बलुवा छ, त्यहाँदेखि यहाँ खरानी छ, त्यहाँदेखि यो हामीलाई माचिसको बट्टा चाहिएको छ, त्यहाँदेखि हामीलाई यो चुना पनि चाहिन्छ, अन्त हामीलाई राइस हस्क पनि चाहिन्छ। त्यसमा चाहिँ हामीले चाहिँ यो सिमेन्टलाई नै अझै कसरी स्ट्रङ बनाउनु ट्राई गर्छौँ। अन्त यसको एडभान्टेजेसहरू चाहिँ के छ भन्दाखेरि बिल्डिङ्सहरू हुन्छ त्यसलाई अझै स्ट्रङ, लो कस्ट, त्यहाँदेखि त्यसलाई हामीले सेफ बनाउन सक्छौँ। हेलो एभ्रिवान, माइसेल्फ जिवेन्द्र, क्लास 12 साइन्स। मेरो क्लासमेट है सोमित लेप्चा। आज चाहिँ हामी के गर्नु गइरहेको छौँ भन्दाखेरि आज चाहिँ हामीले तीनटा डिफ्रेन्ट टी लिभ्सहरू लिएर आएका छौँ। वान इज फ्रम सिटी गोल्ड, अनदर वान इज ताज, अन्त अर्को चाहिँ होममेड घरमै बनाएको चियापत्ती। र आजको एक्सपेरिमेन्टमा चाहिँ हामीले यो तिनटाबाट चाहिँ कुन चाहिँमा चाहिँ सबभन्दा बेस्ट फ्लेभर छ त्यसलाई आइडेन्टिफाई गर्नु गइरहेको छ। Good morning everyone, myself Aditya Adhikari and he is Aditya Sharma र आज हामी चाहिँ गुवामा चाहिँ कति अक्जिलेट आयोन कन्टेन्ट हुन्छ भनेर चाहिँ हामी अब एक्सपेरिमेन्ट गर्न आँटेको छौँ। र यहाँ चाहिँ तीनटा गुवाहरू छ, सेमी राइप, राइप र अनराइप। र यो तीनटा मध्येमा चाहिँ राइप चाहिँ गुड फर इटिङ हो, त्यहाँदेखि यसको एडभान्टेज चाहिँ भिटामिन सी, त्यहाँदेखि गुड फर डाइजेसन। मर्निङ एभ्रिवान, माइसेल्फ प्रन्सा ढकाल फ्रम क्लास 12 साइन्स। अनि आज चाहिँ मैले एलम बनाउनु गइरहेको छु। एलमलाई चाहिँ हामीले नेपालीबाट फिटकेरी पनि भनिन्छ अनि यो चाहिँ हेर्दाखेरि व्हाइट क्रिस्टल र पाउडर जस्तो देखिन्छ अनि यो चाहिँ एउटा एन्टिसेप्टिक पनि हो। अन्त यो चाहिँ हामीले हाउसहरूतिर र इन्डस्ट्रियलमा पनि युज गर्न सक्छौँ। मर्निङ एभ्रिवान, माइसेल्फ मुस्कान एन्ड आई एम हियर टु मेक टुडेज to prepare the alcohol from the millet grains through the biochemical process called fermentation. So by making this from fermentation, it helps in our health. It focuses on the alcohol, it focuses on the chemicals, and it breakdowns of chemicals may causes different health issue. By fermentation, our health will be fine also, and we can take the alcohol also. Good morning everyone, myself Dr. Safa
सो टुडे म चाहिँ यहाँ एक्सपेरिमेन्ट गर्न गइरहेको छु कोल्ड्रिङ्क्सको जसमा मैले स्प्राइट फाइटा अनि माजा लिएको छु अब यो हेल्थको लागि चाहिँ कुन बेस्ट हुन्छ त्यो हेर्न गइरहेको